बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर 4 3 घरुवा स्थित बालप्रिय आबिमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बालप्रिय आबी 3 घरुवा र नेपाल राष्ट्रिय आबी गिदरपुरको संयुक्त सहकार्यमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। गेरुवा गाउँपालिकासँगै विभिन्न सङ्घ संस्थाको साझेदारीमा भएको कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी नाटक, गीत, कविता प्रस्तुत गरिएको थियो। कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं कार्यक्रमका प्रमुख अतिथि बस बहादुर राणाले विभिन्न सङ्घ संस्थाहरूले स्वास्थ्य, खानेपानी तथा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। गेरुवा गाउँपालिकासँग को विद्यालयमा सहकार्य गर्दै 1 वर्षसम्म यहाँले गरेका स्वयं प्रत्यक्ष हामीले देख्न पायौँ। जुन यो प्रजनन सम्बन्धी लगायत विभिन्न हाम्रा कक्षाहरू, आराम कक्षाहरू र यी विभिन्न पुस्तिकाहरू लगायत हेर्दाखेरि यस्तो लाग्यो हामी पक्कै पनि हामीले व्यवहारमा पनि उतारेका छौँ र ती कुरालाई अझै हामीले चाहिँ ज्ञान लिनको लागि हामी अगाडि राखेका निर्देशिका पुस्तिकाहरूलाई हेरेर पनि हामीले धेरै कुराहरू पछिसम्म आफ्नो सिकाउनलाई सजिलो हुने आधारहरू बनाएको देखिएको छ। त्यसैले गर्दाखेरि यस्ता कार्यहरूमा चाहिँ हाम्रा विभिन्न सहयोगी संस्थाहरूले गर्दै आएको अहम चाहिँ योगदानलाई हामी पक्कै पनि गेरुवा गाउँपालिकाले चाहिँ एउटा सहयोगको रूपमा हामीले लिएका छौँ र यस विद्यालय मेरा आबी गिदरपुर र बालप्रियमा यस वर्ष जुन किसिमको यहाँहरूले भूमिका खेल्नु भएको छ त्यो पक्कै पनि आगामी दिनमा अन्य विद्यालयमा पनि यहाँहरूले चाहिँ यसलाई विस्तार गर्दै हाम्रो यस गेरुवा गाउँपालिका अन्तर्गतका विद्यालयमा स्वास्थ्य सम्बन्धी र यो जुन प्रजनन स्वास्थ्य सम्बन्धी चाहिँ यहाँहरूले चाहिँ दिँदै आएको सहयोग र यहाँहरूको योगदान पक्कै पनि हाम्रो गेरुवा गाउँपालिकाले सम्झिरहनेछ। कार्यक्रममा गेरुवा गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष महेन्द्र प्रसाद चौधरीले विद्यार्थीहरूमा देखिने सकारात्मक परिवर्तनले शिक्षकहरूको मेहनतलाई प्रष्ट पार्ने गरेको बताउनुभयो। यहाँको संरचना देख्नुभयो, हस्तान्तरण भयो, यो हेडवास, त्यसपछि हामी अवलोकन पनि गऱ्यौँ। महिनावारी आराम कक्ष त्यहाँ बनेको छ। यसै गरी हाम्रो नेपाल राष्ट्रिय आबिमा पनि त्यही आराम कक्ष र के भन्छ यो त्यहाँ टोयलेटहरू मर्मत भएका छन्। त्यसै गरी हाम्रो स्वास्थ्य चौकीमा पनि किशोर किशोरी कक्ष अनि तातो चिसो पानी आउने फिल्टर लगायतका धेरै सामानहरू सहयोग गर्नुभएको छ। यसका लागि म यस संस्थालाई अनेक धन्यवाद दिन चाहन्छु। म चाहिँ गर्व के गरेछु भनेपछि आज धेरै दिनपछि स्कुलको कार्यक्रम भयो। मलाई चाहिँ यति गर्व लाग्यो यो 4 नम्बर वडामा धेरै भएको रहेछ कि विकास भएको रहेछ भनेर, व्यवहार परिवर्तनहरू भएको रहेछ। आज जुन किसिमको मैले डान्स देखेँ, जुन किसिमको कन्फिडेन्स देखेँ विद्यार्थीहरूको, त्यो चाहिँ शिक्षक शिक्षिकालाई जाने उपहार हो। कार्यक्रममा विभिन्न सङ्घ संस्थाहरूको सहकार्यमा निर्माण गरिएको ह्यान्ड वास धाराको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बस बहादुर राणाले गर्नुभएको थियो। यस्तै अतिथिहरूले महिनावारी आराम कक्ष, किशोर किशोर मैत्री सूचना कक्ष अवलोकन गर्नुभएको थियो। कार्यक्रममा बालप्रिय आबिका प्रधानाध्यापक भीमबहादुर धामी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बहादुर ऐडीले विद्यालयलाई सहयोग गर्ने विभिन्न सङ्घ संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो। ह्यान्डवास 10वटा धारा जडित र महिनावारी कक्ष र सूचना किशोर किशोरी मैत्री सूचना कक्ष पनि कार्यक्रम यो संस्थाले हामीलाई उपलब्ध गराएको छ र हाम्रो दुईटै विद्यालयमा यो कार्यक्रम लागू भएको छ र यो कार्यक्रमले हाम्रो विद्यालयमा महिनावारी हुने नानी बाबुहरूलाई र सम्पूर्ण बालबालिकाहरूलाई धेरै राहत पुगेको छ। महिनावारी आराम कक्ष, हात धुने धारा, शौचालय सम्बन्धीका अन्य शौचालयमा निर्माणका कुराहरूमा धेरै सहयोग गरेको हुँदा हामीहरू यो कार्यक्रमले हामीहरूलाई र हाम्रो विद्यालयहरूलाई धेरै प्रभाव बनाएको छ र यो कार्यक्रम र योभन्दा पछि पनि यस्ता कार्यक्रमहरू संस्थागत रूपमा होस्, पालिकाका रूपमा होस्, कसरी हुन्छ निरन्तर रूपमा सञ्चालन भइरहन् भन्ने हाम्रो आशा रहेको। बालप्रिय आदिको प्राङ्गणमा उपस्थित बन्दै गर्दा
हामीले विशेष बुझ्ने कुराहरू भनेका हाम्रा गीतका बोलहरू यो सडक नाटकद्वारा हामीले विस्तृत रूपले मनन गऱ्यौँ होला। यो बाल विवाह न्यूनीकरण र लागु औषध अन्वेषणलाई न्यूनीकरण गर्ने सम्बन्धित चेतनामूलक प्रविधिका कार्यक्रम हाम्रो विद्यार्थी भाइ बहिनीहरूबाट प्रदर्शित भएका छन्। साथै यो संस्थाले हामीले प्रदान गरेको महिनावारी आरएम कक्ष, शुद्ध पिउने पानी वा सचिवको पनि हामीले उद्घाटन गरेका छौँ। कार्यक्रममा गेरुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज अधिकारी, राधा कृष्ण थारू जनसेवा केन्द्रका उपाध्यक्ष लता गेवाली, प्लान इन्टरनेसनलका प्रतिनिधि सुषमा घरती मगर, इलाका प्रहरी कार्यालय पाताबारका प्रतिनिधि हर्क भुल, गेरुवा गाउँपालिका योजना शाखामा कार्यरत देवेन्द्र चौलागाई, नेपाल राष्ट्रिय आबी गिदरपुरका प्रधानाध्यापक हंसबहादुर धामी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा बाल विवाह गर्दा यसले पार्ने प्रभाव, शारीरिक र मानसिक रूपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा हुने समस्या लगायतको बारेमा केन्द्रित रहेको थियो।